काम क्षेत्र नम्बर 2 यानि कि बलबहादुर कुँवर तल्लो भैँसेलेबाट उठ्दैछन् है साथीहरू। जसले पनि तल्लो भैँसेले भनेर हेपेर हेपा चेपामा राखेका थिए, अब दिन सकिएको छ। जाग्ने बेला आएको छ तल्लो भैँसेलेका सम्पूर्ण मतदाताहरूले। एमाले, काङ्ग्रेस, माओवादी, राष्ट्रपा जोसुकै पार्टी होस्, त्यसमा सरकारको विषय भएन हामीलाई। अब सिधै तारा चिन्हमा भोट हाल्ने र तल्लो भैँसेलेका जति पनि जनताहरू हुनुहुन्छ जिताउने, बलबहादुर कुँवरलाई जिताउने। जोसुकै यो पार्टी फरक परेन है साथीहरू, सबैजनाले जो पार्टी होस् मतलब भएन, तर जिताउने। सम्पूर्ण साथीहरूले एकदम ध्यान दिएर सुन्न जरुरी छ। तुर्मखान, धगाडी, कमल बजारका सम्पूर्ण जति पनि मतदाताहरू हुनुहुन्छ पार्टी नहेर्नुहोस्, योचोटि देखाइदिनुहोस् तपाईँहरू बलबहादुर कुँवरलाई जिताएर। उहाँले चाहिँ आफ्नो तल्लो क्षेत्रको लागि आफ्नो त्यत्रो पद त्यागेर चाहिँ जनताको लागि टिकट पाएर चाहिँ अहिले तल्लो भैँसेलेको विकासका लागि चाहिँ यत्रो योगदान दिनुभएको छ र उहाँलाई जिताउन हाम्रो सबैको कर्तव्य हुन्छ। सबैजना जागौँ र तल्लो भैँसेलेका जति पनि हुनुहुन्छ, तल्लो भैँसेले मात्र होइन, क्षेत्र नम्बर 2 का जति पनि जनताहरू हुन्छ एकचोटि जाग्ने बेला भएको छ। उहाँलाई मौका दिने बेला भएको छ। उहाँलाई पहिले पनि हामीले हरायौँ, त्यो गल्तीको पश्चाताप अहिले गरेर उहाँलाई जिताउने बेला आएको छ। सम्पूर्ण साथीहरू जाग्न जरुरी छ। पार्टी नबनाऊ है, पार्टी नबनाऊ, राष्ट्रपा नबनाऊ, माओवादी नबनाऊ, एमाले नबनाऊ, काङ्ग्रेस नबनाऊ, कुनै पनि पार्टी नबनेर चाहिँ सबैजनाले जागेर बलबहादुर कुँवरलाई जिताउँ। यो चोटि मौका आएको छ। सबैजनाले पछि पछुताएर केही पनि हुनेवाला छैन। आफ्नो क्षेत्रको लागि उहाँले चाहिँ यति ठुलो योगदान दिनुभएको छ भने हामीले पनि उनको लागि योगदान दिन जरुरी छ भनेर सबैजनाले जागौँ है। सबैजना जागौँ। क्षेत्र नम्बर 2 का जति पनि मतदाताहरू हुनुहुन्छ पार्टी नहेर्नु होला। योचोटि तारा चिन्ह त्यो चाहिँ नेपाली कम्युनिस्ट पार्टी भनेर पनि नहेर्नु होला, सिधै बलबहादुर कुँवर भनेर हेर्नु होला। मेरो तर्फबाट यही छ तपाईँहरूलाई सम्पूर्ण जागरण। म घरमा नभए पनि सम्पूर्ण गाउँमा भएका सम्पूर्ण आमा बुवाहरूलाई म ध्यान आकर्षण गर्न चाहन्छु कि सबैजनाले बलबहादुर कुँवरलाई जिताउँ, पार्टी नहेरौँ। योचोटि राष्ट्रमा पनि नहेरौँ, एमाले काङ्ग्रेस केही पनि नहेरौँ, सिधै बलबहादुर कुँवर। दिमागमा त्यही लिनुहोस्, तारा चिन्ह लिनुहोस् है सबैजनालाई। जय देश, जय नेपाल।